तपाईँहरू आज हेर्न सक्नुहुन्छ। लु गेस गर्नु त आज म कुन ठाउँमा छु यसो बसेको होइन। लु गेस गर्नु त। म तपाईँहरूले भनेको थिएँ नि आज एकदम जुन दुनियाँको सबभन्दा ठुलो इमारत छन् त्यो माथि लगेर तपाईँलाई आज म देखाउनेछु। ल गेस गर्नु। गेस त गरिसक्नुभयो होला। आज म तपाईँलाई भ्यू देखाउनेछु। पर्फेक्सनली भ्यू राख्नु है। यो चाहिँ ठ्याक्क होइन 160 फ्लोर माथि छौँ। यस्तो 160 फ्लोर माथि केही छैन, बस यस्तै हो। योभन्दा माथि जानलाई त्यो स्टिल युज गर्नुपर्छ। त्यो चाहिँ केही छैन। अनि भ्यू चाहिँ यहाँबाट यस्तो देखिन्छ। विचार गर्नु पऱ्यो है। यस्तो त्यो चाहिँ फ्युचर म्युजियम भइहाल्यो। अनि कहाँ दुबई फिल्म यता दुबई फिल्म आई थिङ्क। यो चाहिँ बिल्डिङ मार्क त धेरै छ नि। मार्क गर्नु फुलै कम्पनी जस्तो छ। यो कुनो यस्तो देखिन्छ 160 फ्लोरबाट। मजा गऱ्यो नि फेरि त्यो समुद्रतिर ठ्याक्कै यस्तो देखिन्छ। बुझ भइसक्यो यस्तो। यो चाहिँ भइहाल्यो तपाईँको अर्को साइडको। त्यो अर्कोपट्टिको थियो, यो चाहिँ अर्को साइड अर्को। यस्तो रहेछ अर्को साइड भ्यू। यस्तो कुन कुन बिल्डिङ छ कहिले नहेर्ने हेरेको जस्तो यार। कुन कुन यो चाहिँ ठ्याक्क बुर्ज खलिफाको 160 फ्लोर। योभन्दा माथि जानलाई 4 फ्लोर जान सक्यो, तर एक्स्ट्रा युज गर्नुपर्छ। तर त्यहाँ जान्छ तर अक्सिजन चाहिँ छैन त्यहाँ। एसी केही छैन, अक्सिजन कहाँबाट हुन्छ त्यहाँ लास्ट हो। यस्तै छ। यस्तै छैन यहाँ बस्ने 160 फ्लोरमा। यस्तै हो, केही छैन। बस किन आउँछ नि यहाँ त्यो ग्लास सफा गर्नलाई त्यो मिरुको मेसिन हो। यस्तै हो। तपाईँले विश्वास गर्नु हेर्नु यहाँ कुन फ्लोर ठ्याक्कै यहाँनिर कुन फ्लोरमा छ हामी ठ्याक्कै 4 मिनट थाहा पाउँछ तपाईँ। लेभल 160 युआर हेयर भनेर छ नि ठ्याक्कै त्यहाँ पनि लेखेको 160 फ्लोर। त्यसको लागि माथिजनाले एसटी युज गर्नुपर्छ। तर यस्तो छ किन यो चाहिँ ठ्याक्क तपाईँको दुबई मलको माथिको भ्यू ठ्याक्कै। यता पनि रहेछ रोड पाइ यसकै कुनबाट यो भइहाल्यो। यो चाहिँ 7 स्टार होटल। कौन सा है ये होटल है? डाउनटाउन जी मार्क बिल्डिङ लेखा हुई है। बिल्डिङ है मोटर साइकल। ठ्याक्कै अहिले हामी बुर्ज खलिफाको कुन फ्लोरमा छौँ? कति फ्लोर है बुर्ज खलिफाको? 155। आज सब मेरो खुट्टा मुनि छ सब हेर्नु। यो भइहाल्यो सलमान खानको 4वटा फ्लोर छ। यो पनि मेरो लामो छ 24 पनि बिल्डिङ सब अहिले मतलब सब खुट्टा मुनि छ मेरो। ल यो भइहाल्यो तपाईँको दुबई मल लैला पनि छोडिदियो लामो तपाईँ छ सबैले खुट्टा मुनि छ मेरो सब। यो भनेको त्यो चाहिँ दुनियाँको सेकेन्ड लार्जेस्ट बिल्डिङ हो। अब यो चाहिँ मेरो अगाडि लार्जेस्ट बिल्डिङ छ वर्ल्डको, त्यसले पनि म खुट्टाले छोपिरहेको छु भने म अब कुनमा होला मिस गर्नु। तर म अब दिन्छ म चाहिँ दुबईमा छु है। ल विचार गर्नु तपाईँको कुन बिल्डिङ होला। म दुनियाँमा म माथि कोही नहोला बसेको यसरी प्लेनमा बसेको बाइकै फेरि यस बिल्डिङमा सबभन्दा टलेस्टमा। अब तपाईँ दिमाग लाउनु छोड्नु डाइरेक्ट म भनिदिन्छु। यो बुर्ज खलिफाको 160 फ्लोर हो। यो 160 योभन्दा माथि न अक्सिजन छ न लिफ्ट छ न केही। तर यहाँ चाहिँ वाइफाई पनि छ। नोकरी छोड्नु दुबई हो नि त। ओके दा 4.5 लाख तिरेको पैसा आज असुल भयो। ठ्याक्कै आज 160 फ्लोरमा बसेको होइन। त्यो दलाललाई तिरे 4.5 लाख रुपियाँ उसुल भयो। यो चाहिँ ठ्याक्कै बुर्ज खलिफाको 160 फ्लोरमा छु म है। अब तपाईँहरू सोच्नु फेरि कसरी आए। मेरो कामै हो त्यो 160 हो चाहे 260 हो आउने जाने। अब म यसो केही हिन्टहरू दिइदिन्छु तपाईँलाई। यहाँ मलाई ग्राउन्डदेखि माथि आउनु ठ्याक्कै 1 घन्टा लाग्यो। 3वटा लिफ्ट चेन्ज गरेर आएँ म माथि। योभन्दा माथि लिफ्ट छैन। त्यो स्टिल युज गर्नुपर्छ 4 फ्लोरसम्म जान 164 सम्म। त्योभन्दा माथि अक्सिजनको कमी हुन्छ। अब त्यसपछि भन्दा टावर छ अरू केही छैन त्यसको फ्लोर। तपाईँ आउनु चाहनुहुन्छ यहाँ आउनुहोस्। 1000 दिराम पे गर्नुहोस्, 1500 दिराम पे गर्नुहोस्। यहाँ हामीले चाहिँ 4.5 लाख रुपियाँ पे गरेर यहाँ आउनलाई। ल सब मेरो खुट्टा मुनि छ। सब दुनियाँमा जति पनि मान्छे जो करियर बिलियनर सब मेरो खुट्टा मुनि छ। लामो होला छोपिदिएको तपाईँहरूलाई।